एउटा पण्डितले आफ्नो बच्चालाई सानै उमेरमा राम्रो कथावाचक बनाएको रहेछ। तर बिचरा त्यो बच्चा कथा वाचन गर्ने बेला सिरक ओडे मात्रै आउने, नत्र नआउने, बोल्नै नआउने। मेरो पनि एउटा कमजोरी के छ भने सबैको अनुहार देख्न पाइएन भने बोल्न मलाई धेरै गाह्रो पर्छ। साँझ परिसकेको छ, मैले सबैको अनुहार देख्न सक्ने स्थिति त्यति भएन। तर मलाई लाग्छ तपाईहरुले चाहिँ फेरि मलाई र हाम्रो सबै नेताहरूलाई देखिराख्नु भएको छ। त्यही मान्यताको साथ म आफ्ना कुराहरू संक्षिप्तमा राख्ने कोसिस गर्छु। नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक कमरेड माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री द्वय तथा सबै वरिष्ठ नेता कमरेडहरू, यो नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा समाहित भएका 10वटै घटकका नेता कमरेडहरू, सबै घटकका केन्द्रीय र यस ऐतिहासिक राष्ट्रिय सम्मेलनमा उपस्थित सम्पूर्ण सहयोगका कमरेडहरू, तपाईहरु सबैलाई मलाई एउटा ठुलो भारी, निकै ठुलो जिम्मेवारी 10वटा कम्युनिस्ट घटकको एकताको आधारमा बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकको हैसियतले जुन जिम्मेवारी दिनुभएको छ त्यसको लागि तपाईहरु सबैलाई बधाई भन्दै म आफ्नो तर्फबाट तपाईहरुलाई लाल सलाम भन्न चाहन्छु। मैले अरु धेरै लामो भन्नु छैन। 10वटै घटकका नेता कमरेडहरूले र पूर्व प्रधानमन्त्री कमरेड र यहाँ शुभकामना दिने कमरेडहरूले पनि धेरै कुरा भनिसक्नु भएको छ। मलाई कुन कुरामा विशेष आज हर्ष र गर्वको महसुस भएको छ भने जति वक्ता कमरेडहरूले यहाँ राख्नु भयो, विचार बारेको बुझाइ, हाम्रो आउने कार्यदिशा र कार्यक्रम बारेको बुझाइ र यो एकताको के ऐतिहासिक महत्त्व छ, हाम्रो अगाडिको जिम्मेवारी के हो भन्ने कुरामा आधारभूत रूपले हामी धेरै सल्लाह गरे त होइन, एउटै विचार बनेको मैले देखेँ। म सबै नेता कमरेडहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। त्यसले मलाई के आत्मविश्वास पैदा भएको छ भने हामी एक ढिक्का भएर देशको अगाडि देखा परेका चुनौती र समस्याको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पैदा भएको छ। हाम्रो आजको एकता राष्ट्रिय सम्मेलन र हामी आज सबै नेताहरूले लिएका संकल्पको पछाडि जेनजी आन्दोलनको र जेनजी आन्दोलनका शहीदहरूको पनि भूमिका छ भनेर म उहाँहरूलाई सम्मान गर्न चाहन्छु। सायद उहाँहरूले त्यसो नगरेको भए यति छिटो हामी आफ्ना कमजोरी प्रति सचेत हुने, हामी एकपछि अर्को विभाजनतिर जाने श्रृङ्खला रोकेर एकताको एउटा नयाँ अभियानको सुरुवात गर्ने ठाउँमा आउँथ्यौँ या आउँदैनथ्यौँ। यस अर्थमा पनि म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। अहिले भर्खरै माधव नेपालजीले केही जेनजी युवाहरू आजै मात्रै पनि पार्टी प्रवेश गरेको र जेनजी युवाहरूसँग लगातार संवाद सहकार्य हामी सबैको भइरहेको छ र म उहाँहरूलाई धन्यवाद मात्रै भन्दिनँ। अब हामी यो नयाँ पार्टीले युवाहरूको भावनालाई, युवाहरूको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर पार्टी संरचनामा मात्रै होइन, राज्य संरचनामा पनि र सामाजिक जीवनका सबै क्षेत्रलाई युवाहरूलाई उच्च प्राथमिकता र महत्त्व दिइने संकल्प पनि म गर्न चाहन्छु।